अस्ट्रेलियामा कपाल काट्दा कति लाग्दो रहेछ द कस्ट, लेट्स सी। अलराइट गाइज, वेलकम टु माई ब्लग। अनि सबैजनालाई सन्चै होला, मलाई पनि यहाँ सन्चै छ। अनि आज चाहिँ म किन कपाल यसरी चलाइरहेको छु भने आज चाहिँ म कपाल काट्न चाहन्छु। मलाई चाहिँ अघिदेखि भाइले फोन गरेर कपाल काट्न आइजाउँ मेरो भएको ठाउँमा भनेर बोलिरहेको थियो। अनि म चाहिँ त्यहाँ मेरो काम सकिएर म चाहिँ अनि भाइ भएको ठाउँमा गएँ। अनि भाइ भएको ठाउँमा गएको त भाइले काम गर्दै रहेछ। अनि त्यसपछि मैले धुनमा काम गरेर चाहिँ एक्कासी मैले बनाएको तर्सिरहेँ। अनि त्यसपछि हामी चाहिँ कपाल काट्ने ठाउँतिर लाग्यौँ। अनि त्यसपछि म चाहिँ कपाल चाहिँ अलिक धेरै लामो भइसकेको थियो। अनि एकदम बसिरहेको रहेछ, अनि एक्कासी बोलाएको तर्सिरहेको। अनि त्यसपछि हामी चाहिँ लाग्यौँ कपाल काट्ने ठाउँतिर। अनि भाइलाई पनि हेलो गर्न लगाएर भाइ चाहिँ अगाडि म चाहिँ पछि लाग्यो। उसले पनि हेलो भने। अनि त्यसपछि हामी चाहिँ कपाल काट्न पुगिसक्यो। कपाल चाहिँ कस्तो काट्ने भनेर म चाहिँ एकछिन सोचाइमा परेँ। अनि त्यसपछि यसो हेरेँ कपाल कस्तो काट्दा ठिक होला। अनि त्यसपछि मैले त्यहाँ कपाल यसो अस्ट्रेलियामा आएर फर्स्ट टाइम हो नि त कपाल काट्ने। अनि मैले कन्फ्युज भयो कि अनि उता नेपाल जस्तो चाहिँ हुँदैन। अनि यहाँ के भन्ने कस्तो भन्ने मलाई चाहिँ अलिकति कन्फ्युज भइरहेको थियो। फर्स्ट टाइम जाँदाखेरि चाहिँ अलिकति कन्फ्युज हुँदो रहेछ। अनि म चाहिँ यस्तो काट्ने भनेपछि उसले अलिकति कन्फ्युज भयो। अनि मैले पनि यस्तो गरेर हातले देखाएर यसरी काट्ने है भनेर भने। अनि त्यसपछि उसले काट्न लाग्यो। अनि त्यो काट्न लागेपछि चाहिँ मेरो काटेपछि चाहिँ मैले भिडियो बनाएको थिएँ। अनि त्यसपछि मेरो कटाइसटाइ सबै सकेपछि चाहिँ यसो मैले ऐनामा पनि आफूलाई हेरेँ कस्तो छ भनेर ठिकै लाग्यो। त्यसपछि उनीहरूलाई पनि मैले बाई गर्न लगाएँ। अनि त्यसपछि चाहिँ म भाइ भएको ठाउँतिर गएँ भाइलाई देखाउनको लागि कस्तो देखेको छ भन्दै। भाइ चाहिँ काममा बिजी रहेछ। अनि यसो हेरेँ ठिकै रहेछ भनेर त्यसपछि अनि म चाहिँ घर जानु पऱ्यो नुहाउनको लागि। अनि घर जाँदा त्यो गाडीमा चाहिँ म आफूलाई हेरेँ कस्तो लाग्यो भनेर। म चाहिँ कपाल काटेको थिएँ $14 एन्ड $15 त्यति नै लाग्दो रहेछ। अनि मेरो चाहिँ आज यति नै हो। त्यसपछि आजको लागि यति नै, सबैलाई बाई।